गुड मर्निङ साथीहरू। हामी मदिरापछि अहिले पोर्चुगलको पोर्टो यात्रामा छौँ। आज हाम्रो यहाँको डे फर्स्ट अर्थात् पहिलो दिन हो। यो देखाइको सिटी पोर्टो हो र आज हामी यही ठाउँमा घुम्नेछौँ। अहिले बिहानको 9 बजेको छ। पोर्टो सिटी हामी बसेको होटल यही हो। It's time for breakfast. अहिले हामी छौँ पोर्टोमा। आज हाम्रो यो पोर्चुगलको यो पहिलो दिन हो। हामी यो ट्रेनबाट घुम्नेछौँ भने कुनै ठाउँ वाकिङबाट घुम्नेछौँ यो पोर्टो सिटीको। र अहिले हामीले भर्खरै ब्रेकफास्ट गरेर पनि सक्यौँ। ट्रेनको यात्रापछि हामी यहाँको एउटा हिस्ट्रिकल प्लेस हेर्न आएका छौँ। अब हामी जाँदैछौँ यहाँको पुरानो चर्च हेर्नको लागि। टुरिस्टको भिडभाड देखिन्छ। कोही खानामा आएका छन् भने कोही हेर्नमा, कोही हिँड्नमा, कोही हेर्नमा। यो हो अर्को पुरानो पोर्चुगलको हिस्ट्रिकल चर्च। यहाँबाट देखिएका सुन्दर घरहरू। हामी अहिले अलिकति हाइटमा छौँ, त्यसैले यहाँका घरहरू अवलोकन गर्दैछौँ। इट्स भेरी नाइस। पोर्टो पोर्चुगल। यो हो पोर्टो पोर्चुगल।
यहाँ देखेका घरहरू यहाँ केबुल कार पनि हामीले देख्न सकिन्छ र यहाँको सिटी हामीले बोटबाट अर्थात् केबुल कारबाट पनि हामीले भिजिट गर्न सकिन्छ। यहाँको सिनिक ब्युटी हो यो। यो हो मैकडोनाल्ड। यहाँ देखिन्छ बोट। हामी यसको छेउमा छौँ। यो हो पुरानो ट्रली बस। अति सुन्दर सिटी पोर्टो पोर्चुगलमा हामी छौँ। आज हाम्रो डे 1 हो। अहिले करिब 2 बजेको छ। हामी स्टिल यहीँ घुमिरहेका छौँ। हामीले धेरै ठाउँहरू हेरियो। अहिले हामी नेचुरल ब्युटी सिन हेर्दैछौँ। So nice. अहिले हामी पोर्टोबाट हामी बसको यात्राद्वारा यो कोइम्बा सिटीमा हामी आएका छौँ र यो सानो र अति राम्रो र सुन्दर सिटी रहेछ होइन। अब हामी आजको रात हामी यही ठाउँ बस्नेछौँ अनि त्यसपछि हामी के गर्छौँ भन्दाखेरि अनि होटेलमा गएपछि हामी फेरि यो सिटीतिर फेरि घुम्नेछौँ। यो साइडमा घरहरू देखिन्छ भने हामीले अर्को साइडमा हेर्ने हो भने यहाँबाट यो रिभर देख्न सक्छौँ। यो पनि अति सुन्दर सिटी रहेछ हो। यो हो कोइम्ब्रामा रहेको पुरानो चर्च। 900 years old building। यहाँको हाइटमा आइसकेपछि हामीले पारिपट्टि
डाँडामा रहेका बजार तथा तल ब्रिज अनि सुन्दर घरहरू देखिन्छ। आज हाम्रो पोर्चुगल डे 1 को यात्रा यहीँ सकिन्छ र आज हामी बस्ने होटलको नाम हो रेजिडेन्सियल इन्टरनेसनल। र आजको बसाइ हाम्रो यही होटलमा हुनेछ। हस्ता गुड नाइट, सी यू टुमोरो। गुड मर्निङ साथीहरू, आज हाम्रो पोर्चुगल यात्राको दोस्रो दिन हो। हामी अहिले कोइम्ब्रामा गाडी रेन्ट गऱ्यौँ। कोइम्ब्राबाट हामी सेन्ट्रातर्फ हामी जाँदैछौँ। हाम्रो यात्रा जारी छ र हामीले गाडी रेन्ट गरेका छौँ। हामीले रेन्ट गरेको गाडी यही नै हो। अहिले हामीले यहाँ पार गरेका छौँ र अहिले बाटोमा पर्ने एउटा यहाँको प्रसिद्ध ठाउँ हामी भिजिट गर्न जाँदैछौँ। हामी जाने ठाउँको नाम हो बाटला। यो हो बाटला सिटीमा रहेको प्रसिद्ध हिस्ट्रिकल चर्च, जहाँ जानको लागि यहाँ पैसा टिकट लिनुपर्ने हुन्छ। पहिले किङहरू यस्तो ठाउँमा बस्ने गर्दथे। धेरै वर्ष पुरानो बिल्डिङ हो। यहाँको फुटबल ग्राउन्ड, लोकल फुटबल ग्राउन्ड पोर्चुगल। अब सेन्ट्रा जानको लागि यहाँबाट करिब 1.5 घन्टा लाग्नेछ। यहाँ दायाँमा चाहिँ कस्तो मकैका खेतीहरू रहेछ है। यहाँ पनि खेती हुँदो रहेछ है। यो अब यो रोडको बिचमा चाहिँ के छ भन्दा यो फुलहरू यहाँको यो राम्रो लाग्यो मलाई। No. राम्रै, यो पोर्चुगल पनि राम्रै लाग्यो मलाई। यहाँको हाइवे पनि
नजिक हामी पुगेका छौँ। अब आजको हाम्रो बसाइ त्यही हुनेछ। अहिले हामी छौँ यो सेन्ट्रामा रहेको यो प्रसिद्ध क्यासल, धेरै पुरानो र धेरै प्रसिद्ध क्यासल हो। यहाँ मानिसहरू हेर्नको लागि भिडभाड देखिन्छ। टिकट सिस्टम रहेछ। क्यासल पोर्चुगल। हामी यही सिटीबाट आएका हौँ। यसभित्र रेस्टुरेन्ट पनि रहेछ। र अहिले हामीले भित्र हेरेर आयौँ। गुड मर्निङ साथीहरू। आज पोर्चुगल यात्राको डे 3 हो। यो हो यहाँको अर्को प्रसिद्ध क्यासल। र फेरि यहाँ अर्को साइडमा हामी देख्न सक्छौँ अर्को क्यासल यो साइडमा। यो चाहिँ एकदमै हाइटमा रहेको रहेछ। क्यासल अत्यन्त प्रसिद्ध क्यासलहरू हुन्। आज हाम्रो डे 2 को यात्रा पनि यहीँ सकिन्छ। हामी बस्ने होटल यही हो। हस् त, गुड नाइट एन्ड सी यू टुमोरो मर्निङ। गुड मर्निङ साथीहरू। आज हाम्रो यात्राको डे 3 हो। अहिले हामी सेन्ट्रामा छौँ। हामीले रिजर्भ गरेको गाडी यही हो। र अहिले बिहानको चाहिँ नि 9 बजे छ। अब हामी के गर्छौँ भने सेन्ट्रा घुम्छौँ पहिला। सेन्ट्रा पछि हामी लिजबन जान्छौँ यही गाडी लिएर। आजको हाम्रो फर्स्ट भिजिट हुनेछ यहाँको प्रसिद्ध क्यासल क्विन्टा डो यस। र अहिले हामी जाँदैछौँ। Central City. यो हो मेन क्यासल। अहिले हामीले जति पनि हेरेका ठाउँहरू हुन् यो यसै अन्तर्गत हुन्। अब हामीले के गर्यौँ भन्दाखेरि यो सेन्ट्रामा रहेका सबै क्यासलहरू हामीले करिब करिब हेरेर सकियो। र अब हामी जाँदैछौँ पोर्चुगलको बिगेस्ट सिटी एन्ड क्यापिटल सिटी लिजबनतर्फ हामी जाँदैछौँ। अब त्यहाँ पुग्न करिब
यहाँबाट लाग्नेछ 1 देखि 2 घन्टाको बिचमा। नाउ वी आर हेडिङ टु लिस्बन। करिब 2 घन्टाको ड्राइभ पछि अहिले हामी लिस्बनमा आइपुगेका छौँ। यो हो लिस्बन। र आज हामी बस्ने होटल इजी होटल हो। हामी आज यही होटलमा बस्छौँ। अहिले 2 बजेको छ। अहिले होटलमा सामान राखिसकेपछि हामी यहाँको डाउनटाउन घुम्दैछौँ। अहिले हामी जाँदैछौँ भ्यू पोइन्ट। अहिले हामी छौँ भ्यू पोइन्ट लिस्बन। यहाँबाट भ्यू लिस्बनको भ्यू देख्न सकिन्छ। डाउनटाउन यहाँका घरहरू। अहिले हामी यहाँको प्रसिद्ध अर्को ठाउँ जाँदैछौँ। यसको नाम हो पेन्टा हो। यो बिल्डिङको नाम हो पेन्टा हो। अहिले हामी यो बिल्डिङको भित्रपट्टि छौँ। भित्रपट्टि हेर्दाखेरि यो यस्तो टाइपको रहेछ। डिफ्रेन्ट टाइपको। अनि अन द टप हामी जानेछौँ। यो हो टप टु बटमको भाग। ब्युटिफुल भ्यू हेर्न सकिन्छ। क्रुज पनि देख्न सकिन्छ। ब्रिज पनि देख्न सकिन्छ। पहिलेमा जोडिएको रहेछ ब्रिजले। अर्को प्रसिद्ध ठाउँ हो यो पनि। ट्रली बस। ट्रली बस चलिरहेको हुन्छ।
अहिले हामी यसको भित्र हामी जाँदैछौँ यो बिल्डिङको। अब हामी जाँदैछौँ भ्यू हेर्न। अब हामी यहाँबाट ब्युटिफुल सिन हेर्दैछौँ। अति राम्रो बिल्डिङहरू। यो साइडमा यो छ भने यसैबाट अर्को साइड हेर्ने हो भने यहाँ देख्न सकिन्छ पानीको भाग। देख्न सकिन्छ विभिन्न रेस्टुरेन्टहरू। आज हामी बस्ने होटल हो इजी होटल र आज हामी हाम्रो डे 3 को यात्रा पनि यहीँ सकिन्छ। हस्त गुड नाइट, सी यू टुमोरो। साथीहरू, आज हाम्रो पोर्चुगल यात्राको डे 4 हो। डे 4 हामी हिजो पनि लिजबनमा थियौँ, आज पनि लिजबनमा छौँ र अहिले बिहानको 7 बजे छ र हामी अब पोर्चुगल हामी घुम्न हिँड्दैछौँ। यो हो पोर्चुगलको अर्को हेर्ने ठाउँ। भर्खरै मात्र हामीले यो हेरेर सक्यौँ भने अब फेरि हामी यो साइडमा रहेको अर्को महत्त्व पनि हेर्ने जाँदैछौँ। यता ब्रिज देख्न सकिन्छ भने
यो फेरि अर्को स्टेज हो, हामी त्यहाँ पनि जानेछौँ। र यतापट्टि छ पानीको भाग। Está quase, यो हो यहाँको पुरानो टावर, जुन टावर मर्मत भइरहेको छ। अब हामी बसबाट अल्बोरेरा जाँदैछौँ। बाई बाई लिस्बन। करिब 3 घन्टाको बस यात्रापछि हामी स्टोरमा आएर सपिङ गर्दैछौँ। अहिले हामी छौँ अल्बुफेरामा, जुन पोर्चुगलको एउटा प्रसिद्ध ठाउँ हो। आजको बसाइ हाम्रो यहीँ हुनेछ। आज हामी यही होटलमा बसिनेछ। अहिले 4 बजेको छ। अहिले हामी डाउनटाउनमा छौँ। अल्बुफेरिया। हामी जाँदैछौँ यहाँको प्रसिद्ध बिचतर्फ। यो हो बिच। नाइट टाइममा गरिएका रमाइला दृश्यहरू।
आज हामी बस्ने होटल यही हो। आज डे 4 को यात्रा पनि यहीँ सकिन्छ। हस् त, गुड नाइट। गुड मर्निङ साथीहरू। आज हाम्रो यात्राको डे 5 हो। अहिले हामी अल्फ्रेडामा छौँ। अब हामी जाँदैछौँ एडबरा। अहिले बिहानको 7 बजेको छ। अब हामी जाने हो एडबरा। यो हो बस पार्क। बसबाट करिब 3 घन्टाको यात्रापछि अहिले हामी छौँ एडबरा। यो हो क्यासल। यहाँबाट देख्न सकिन्छ यहाँको सुन्दर सिटी। अहिले हामी यो बस पार्कमा छौँ। हाम्रो पोर्चुगल यात्राको भ्रमण पनि यहीँ सकिन्छ। हाम्रो 5 दिने पोर्चुगल भ्रमण यहीँ समाप्त हुँदैछ र अब हामी जाँदैछौँ स्पेन। र भिडियो हेर्नु भएकोमा यहाँलाई धन्यवाद।